नमस्ते सबैलाई, स्वागत छ तपाईहरु मेरो च्यानलमा। आजको यो भिडियो विशेष छ किनकि मैले बिर्ता मोडको रोयल एनफिल्ड आधिकारिक सोरुममा छु। मेरो नयाँ इमरल ग्रीन क्लासिक 350 टप मोडल क्रोम भेरिएन्टको पहिलो सर्भिसिङ गराउन आएको छु। अहिले बाइकको अवस्था हेर्नुस्। म भर्खरै इलाम घुमेर फर्केको छु। पहाडी बाटो, धुलो माटो, पानी परेको ठाउँहरुबाट गुज्रदा बाइक एकदम फोहोर भएको छ। ओडोमिटरमा अहिले 625 किलोमिटर कुदिसकेको छ। यो ठ्याक्कै पहिलो सर्भिसको लागि उपयुक्त समय हो। रोयल एनफिल्डले जे सिरिज क्लासिक 350 को लागि 500 किलोमिटर वा 1 महिना जुन पहिले आउँछ मा पहिलो सर्भिस सिफारिस गर्छ। वारन्टी र इन्जिनको स्वास्थ्यको लागि यो अनिवार्य छ। यो रनिङ इन पिरियड नै बाइकको जीवनको आधार हो। नयाँ इन्जिनमा ससाना मेटल पार्टिकल्स, अनइभन सर्फेसेस हुन्छन्। पहिलो केही सय किलोमिटरमा पिस्टन, सिलिन्डर, बेरिङहरू एकअर्कासँग एडजस्ट हुन्छन्। यस समयमा हल्का आरपीएममा विविध गतिमा चलाउनुपर्छ। फुल थ्रटल वा हेभी लोडबाट बच्नुपर्छ। यदि राम्रोसँग सर्भिस नगरे भने भाइब्रेसन बढ्छ, ओइल लिक हुन सक्छ, इन्जिनको वेट छिटो हुन्छ, माइलेज घट्छ र पछि वारन्टी क्लेममा समस्या आउन सक्छ। मैले यो बाइक जनवरी 7, 2026 मा किनेको थिएँ। एक शोरुम मूल्य 5,95,000 रुपैयाँ थियो। तर इन्स्योरेन्स, रेजिस्ट्रेसन, क्र्यास कार्ड, लेग गार्ड जस्ता एक्सेसरिजहरू जोड्दा कुल 6,30,000 रुपैयाँसम्म पुग्यो। यो एमरल ग्रीन कलर साँच्चै आकर्षक छ। क्रोम फिनिस सहितको यो भेरिएन्टले सडकमा सबैको ध्यान खिच्छ। अब मुख्य कुरा, नेपालमा 2026 मा क्लासिक 350 को पहिलो सर्भिस कति लाग्छ? मलाई चाहिँ इन्जिन ओयल र ओयल फिल्टर मात्र चेन्ज गरेर 1,800 रुपैयाँ लाग्यो। बाँकी अरू केही पनि चेन्ज गरेनन्। चेक पनि राम्रोसँग गरेनन् जस्तो लाग्यो। सोरुमको सर्भिसिङ यस्तै होला सायद। तपाईहरुको रोयल एनफिल्ड सोरुमको अनुभव कस्तो छ? कमेन्टमा लेख्नुस् है। कुन ठाउँको सोरुम, कति खर्च भयो, के काम भयो र सेवा कस्तो थियो? सर्भिसिङ र वासपछि मेरो एमरल्ड ग्रीन रोयल एनफिल्ड क्लासिक 350 फेरि एकदम चम्किएको छ। यो एमरल्ड ग्रीन भ्यारिएन्टको सबैभन्दा राम्रो कुरा के हो भने बाइक किनेपछि घरमा ऐना किन्नु पर्दैन। यसैमा हेर्दा हुन्छ। क्रोमको चमकमा हरियो कलर मिसिएर हरेक एंगलबाट राम्रो देखिन्छ। यस्तै रोयल एनफिल्डको राइड अपडेट, सर्भिस एक्सपिरियन्स, टिप्स र एमरल्ड ग्रीन क्लासिक 350 जस्ता कन्टेन्टहरूका लागि सब्स्क्राइब गर्न नबिर्सनुहोस्। धन्यवाद फेरि एकपटक। राइड सेफ।